Hi guys. Hi guys. This is Ansakung and welcome back to my YouTube channel. आज चाहिँ हामी पार्टी खान जाँदैछौँ। कस्तो भन्दाखेरि हाम्रो अहिले बस देख्नुहुन्छ हाम्रो मामाको हो अनि मामाको चाहिँ तपाईहरुले चिन्नुहुन्छ होला है। हाम्रो पहिलाको भ्लगमा पनि छ मामा हुनुहुन्छ मामा अनि हामी चाहिँ म सुस्मिता अनि अरु दुईटा भाइ जाँदैछौँ अब मामाले भेट्छौँ। सो यो यहाँको बाटो चाहिँ यस्तो बनाउँदै छ के अहिले चाहिँ उता चाहिँ बनिसकेको छ यहाँ चाहिँ यस्तो यस्तो छ अब कहिले बन्छ अनि एकदमै धुलो छ गाइस लास्टै धुलो छ गाइस मास्क लगाउनै बिर्सेछ। हामी चाहिँ यहाँ मामालाई कुर्दैछौँ गाइस। यहाँ हाम्रो को हो यो नाम के हो भन्नु नि त के को उता फर्केर भ्लग बनाऊ रे अनि फेरि उता फर्किने नाम भन भन्दा त के नाम कता जाने मामा कहाँ जाने भन्नु न म त प्लान जानु जाने तर कहाँ जाने जाने जहाँ भन्नुहुन्छ त हामी चाहिँ अब फाइनली फिक्स भएर जाँदैछौँ गाइस। अहिले चाहिँ यहाँको 6-7 बज्न लाग्छ 6-7 बज्न है अनि हामी अहिले पुग्नुमा आइपुग्यौँ। अब चाहिँ हामी माथि जान्छौँ। कहाँ जान्छौँ भन्दाखेरि भन्छौँ भिलेज। हामी चाहिँ यहाँ अहिले कुर्दैछौँ यो पर्साङभन्दा यतापट्टि मामाहरू चाहिँ उता बाइकमा बाइक ताक्देर पानी हाल्दै हुनुहुन्छ अरे धुँदै हुनुहुन्छ अरे बाइक अनि त्यो कुर्दैछौँ म अनि हाम्रो बुद्ध भाइ अनि हाम्रो दिदी बुद्ध भाइ केही भन्दैन नि त ल कस्तो महसुस भएर अहिले हिँड्दाखेरि मामालाई भेट्दाखेरि रमाइलो लागिरहेको मामालाई भेट्दा अरू जानी मामासँग अब यो पालि कहाँ युके ओ ल बेस्ट अफ लक छ भाइलाई। अहिले चाहिँ हामी हिँडेको गाइस पनि लाएर चाउचाउ र रोटी खाँदै चिलमा हिँड्दै गाइस। अब चाहिँ यहाँ रात परिसम्म लागिसकेको छ। अब हजुरहरू नाइट भ्यू हेर्नुहुन्छ। Guys, we are finally at Sarangkot. अनि हामी चाहिँ भन्छौँ भिलेज कताबाट जान्छ भनेर यताउता हेरेर यहाँबाट फेरि फर्केको। अब कताबाट जान्छ उताबाट जान्छ कि फेरि फर्किनु पर्छ कि है अब रातको बेलामा जानुपर्छ। Guys, we are finally at भन्छौँ भिलेज। उति के रहेछ यहाँ अहिले अँध्यारो भएर केही पनि देख्नुहुन्न। अब चाहिँ हामी भित्र जान्छौँ। ए त्यो ब्याग लिएर नि होइन उस मात्रै हेरेछ मोबाइल केही पनि देखेको छैन। यहाँ छ यो सबले फोटो खिच्ने ठाउँ होइन यो अहिले राति यहाँ केही देखेन यहाँ बसेर टक्क यो देखाएर फोटो खिच्छन्। बाहिर बस्ने ल बसौँ त बस्छ। हामी चाहिँ यहाँ अब बस्दैछौँ। यहाँ यस्तो भ्यू आउँछ गाइस। हामी चाहिँ अहिले मेन्यु हेर्दैछौँ के खाने भनेर। के चुज गरिस् भाइ? कहिले नदेको चिदिएछ के भन्नु न के बखारा पनि फिस फिङ्गर फिस फिङ्गर कस्तो हुन्छ त्यो माछाको पुच्छर फिस फिङ्गर भन्ने रहेछ क्या अनि त्यहाँ कस्तो हुन्छ अरे माछा फिस फिङ्गर भनेको है भन्दै त एक्सप्लेन अलि बुझ्दिनँ अहिले। माछाको पुच्छर र पखेटा हामी चाहिँ हेर्दैछौँ। हाम्रो चाहिँ ड्रिङ्क्सहरू आइसकेको छ मेरो आएन अनि यहाँ सबैको आइसकेको छ। हजुर साथै एकछिन यो साइड
एउटा चाहिँ राख्दिनु एउटा सनराइज के अरे यसको नाम सनराइज बट नट राइज ल यहाँबाट कुन चाहिँ हो सनराइज चिन्नु होला है अन्नपूर्ण सिजन भर पर्छ क्या हामी चाहिँ खान्छौँ यो चाहिँ किमान राइस यो चाहिँ यो के हो अरे पर्क साथीको पर्क कस्तो छ मिठो मिठो एउटा भन्नुपर्छ क्या भुट पानी कसैलाई भन्छ तिमीलाई ल चियर्स ल चियर्स ल चियर्स हाम्रो चाहिँ गिटार आइसक्यो भाइले गिटार बजाउँछ है अस्तिको कौडो यो भएको ठ्याक्कै खलास चर्कामा नि के बिर्सेँ मैले यहाँ पहिल्यै सिकेको यो गीत त होइन कस्तो बिर्सिए जुनी 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 नै त हो नि खै भन्छ नि हेर न गाइस हामी चाहिँ अब खायौँ अनि फोटोसोटो खिच्यौँ अनि गिटार सिटार बजायो हाम्रो भाइले एन्सम भाइले यहाँ हाम्रो मामा अनि त्यहाँबाट हामी चाहिँ अब फर्किन लागेको यहाँबाट हाम्रो स्पोन्सर प्लस हाम्रो मामा थ्याङ्क यू फर अब चाहिँ हामी फर्किन लागेको रात परिसक्यो बुझ्नु भाइ कता गयो मेन भोकलिस्ट हो हाम्रो आजको एमबिपी अब चाहिँ हामी जान्छौँ लास्ट लेट भइसक्यो 10 बजिसक्यो गाइस रातिको अब उही गीत पनि लाग्छ त भुइँबाट हो क्या जाने सो अब चाहिँ हामी जान्छौँ थ्याङ्क यू फर वाचिङ अनि मामालाई 1 सेकेन्ड कङ्ग्रेचुलेसन्स है मामा है के को कङ्ग्रेचुलेसन्स भन्दाखेरि चाहिँ मामा चाहिँ हाम्रो ब्रिटिस आर्मी हुनुभयो कुनै नर्सहरू हुनुहुन्छ भने यता उस गर्नु होला ल थ्याङ्क यू सो अब चाहिँ हामी जानु पर्यो हुन्छ थ्याङ्क यू फर वाचिङ गाइस